मैले भन्ने एउटा कुरा होइन मैले के भन्नु भने बालेनलाई मैले पुरै रूपमा पुरै गलत छ भनेर भनेको छैन कि मैले बालेनलाई किन भने तर बालेनलाई भन किन भने के गरेछ भन्छ किन कहाँसम्म भन्ने के बालेनले सपोर्ट गर्यो भने पुरा सपोर्ट गर्यो बालेनले सुशीला कार्कीलाई सपोर्ट गर्यो होइन बालेनले सुशीला कार्कीलाई सपोर्ट गर्नु भनेको बालेन हो कि बालेन त्यहाँ जानु हो कि पूर्ण रूपमा समर्थन त भन्यो नि त उसले साथी त्यही त अनि एउटा कुरा म भन्छु त्यतिखेर सुन न मेरो कुरा सुन अनि तिमी जेसुकै बोला होइन त्यतिखेर तिमीलाई रातितिर जतिखेर मैले माथिबाट प्लेन के अरे हेलिकप्टर आएर मैले तिमीलाई गन ताक्या भए तिमीलाई त्यहाँ उताबाट गाडी आइरहेछ भनिरहेछ घरि के आइरहेछ भने घरि इन्डियाले समातिहाल्यो भनिरहेछ देश कब्जा गरिहाल्यो भनिरहेछ होइन त्यतिखेर तिमीलाई नेपाल मात्रै भन्न पाए भन्ने थियो कि नै देश मात्रै बच्यो भन्ने थियो कि नै तिमी को प्रधानमन्त्री बनोस् को के बनोस् तिमीलाई बालै थियो कि थिएन त्यो होइन नि त साथी म त मर्न लागिजान्छु यार कहाँ जाने होला भनेर मलाई खुद मेसेज देखाऊ भाइ त्यो हिसाबले बोलिरहेको त्यति बेला अनि सुन होइन त्यसपछि सुन अनि त्यसपछि होइन उसलाई नेतृत्व चाहिरहेको थियो देश एकचोटि जे भयो नि नत्र त मैले जसले हाने नि अट्याक गर्न सक्थ्यो कि त्यसपछि होइन एक दुई दिनमा पनि प्रधानमन्त्रीको कुनै भ्यालु बालेन जतिको